नमस्कार, जय प्रेम। आज मिति 2082 साल जेठ महिनाको 24 गते लभिजम आयुर्वेदिक टिम चाहिँ आज 1 वर्ष पुरा गरी 2 वर्षमा गएको दिन भएकोले हामी लाउती सापसँग चाहिँ घर शान्ति सेवामा आएका थियौं र उहाँहरूले हामीलाई फर्स्ट अफ अल फलफुल खान दिनुभयो। त्यसपछि तयार गरिएको यो पुलाउ अत्यन्तै मिठो लागेको थियो। यस्तो राम्रो खाना अनि यो च्याउ, निङ्गुरेको अचार लगायत यो तरकारी अनि जति पनि सलादहरू बनाएर उहाँहरूले उसै मजाले आज यो राम्रो दिनमा चाहिँ खाना लभिजम किचनमा तयार गर्नु भएको छ। यो तयार आज लभिजम किचनमा के पाकेको छ? पुलाउ, च्याउ अनि यो सोना र के को अचार? निङ्गुरे कहाँबाट ल्याउनु भयो? लभिजम किचनमा आज भेराइटिज खाना खान पाइने भयो। निङ्गुरेको अचार यो है, के को च्याउ? यो पहाडबाट आएको सिलङबाट आएको राजमा हो। अनि सलादमा गाजर, मुला, काँक्रा। लभिजम किचन टिमलाई धन्यवाद। लभिजम किचनमा मिठो खाना तयारी भएकोले हामी पनि थुप्रैजना नै यहाँ खानाको प्रतीक्षामा छौँ र हामीलाई यसरी चाहिँ मिठो खाना खुवाउनु भएको छ। कुमार चामलिङ ज्यूको टिमलाई हामी धेरै धेरै धन्यवाद ज्ञापन गर्छौँ। साँच्चै नै रसिलो थियो, काम पनि रसिलो, माम पनि रसिलो, मान्छे पनि रसिलो भनेर कुमार चामलिङ बाबालाई मैले भनेको मलाई याद आएको छ र अमृतजीले यो सँगै कोक पनि सर्भिस गर्नुभएको छ। अमृतजीलाई धन्यवाद र कुमार बाबा पनि अन्तिममा सबैलाई दिएर बस्नुभएको छ। बाबा हजुर, लु 1 वर्ष पुगेछ हाम्रो लभिजम आयुर्वेद। यो 1 वर्षको सफलताको कुराहरू सुनाइदिनु न हामीलाई। अब सफलता त राम्रै भइरहेछ, प्रोडक्टहरू निस्किरहेछ र हामीले 1 वर्ष भयो यो प्रोडक्ट सुरु गरेको हामीले। अनि सेवा पनि लगाएको छौँ 1 वर्षमा। अब पहिला पनि लगाएको थियौँ, अहिले पनि अवस्थाले सेवा लाउनु साथै यसको अब 1 वर्ष पुगेको उपलक्ष्यमा हामी सबैजनालाई चाहिँ निम्तो गरेर हजुर यसो खाजा खाने मेलो गरेको छौँ सर। आज खाना पनि मिठो बनाउनु भएछ है। अब कस्तो लाग्यो हजुरहरूलाई नै अब भन्नु होला। लभिजम किचनको चाहिँ अब हजुर नै हो चिफ कुक। दामी बनाउनु भयो जस्तो लाग्यो। अब यहाँ पनि अब बनायो, अब फेरि पनि आउँदाखेरि अब सस्तामा पनि गर्नुपर्छ। ल बधाई छ है हजुरहरूलाई। गर्नुपर्ने छ, सेवा के गर्नु नगर्नु। ल बधाई छ, शुभकामना छ है। खानुको लागि त ल अन्तमा लभिजम आयुर्वेदिक टिमलाई धेरै धेरै धन्यवाद, सँगै उत्तरोत्तर प्रगतिको शुभकामना। अर्को वर्ष पनि यसरी नै भेट्न सकौँ। यहाँहरूको प्रगतिले सगरमाथा चाहिँ चुली पुग्न सक्नुहोस् भन्ने साहस भगवान माङले प्रदान गरून् भन्दै हजुरहरू समक्ष हामी यो भिडियो मार्फत बिदा हुन्छौँ। सेवाङ्मी, जय प्रेम।